ओहो, हेटौडा 11 नम्बरमा पनि यस्तो ग्राउन्ड छ? क्या दामी खेल मैदान यार। हेलो गाइज, म तपाईँहरूको साइला राई। अहिले चाहिँ म चाहिँ हेटौडा 11 नम्बर वडा थाना भर्ने सिमलटार बस्तीमा छु। हजुरहरूले चाहिँ म चाहिँ यहाँ हाम्रो 11 नम्बर वडाको ग्राउन्ड कस्तो छ, त्यहाँको वरिपरिको दृश्य देखाउन गइरहेको छु। गाइज हेर्नु होला। गाइज कस्तो छ भन्ने कुरो चाहिँ हजुर हेर्नु होला है। अन्तिमसम्म भिडियो हेर्नु होला, साथ लिनु होला हजुर। गाइज हामी चाहिँ नवनचोकको गल्लीभित्र छौँ, लामा टोलमा। अब चाहिँ गाइज हामी यहाँको वरिपरिको दृश्य देखाउँदैछु हजुरलाई। गाइज हेर्नु होला। यहाँ हाम्रो सिमलटार खेल मैदानको बोर्ड रहेको छ यहाँ चाहिँ। अनि हाम्रो चाहिँ मैदान चाहिँ यस्तो रहेको छ, हेर्न सक्नुहुन्छ हजुरहरूले। एकदम राम्रो छ। गाइज म त अहिले चाहिँ हाम्रो ग्राउन्डनिर आइपुगेको छ र म चाहिँ ग्राउन्डभन्दा माथिपट्टि चाहिँ ड्याम माथि चढेर हजुरहरूलाई राम्ररी स्पष्ट देखोस् भन्ने चाहिँ हजुरहरूलाई यहाँ देखाउन गएको छु। र हाम्रो यहाँ गुम्बा रहेको छ। 1 वर्ष अगाडि 1 तला बनाएको छ भने अहिले चाहिँ हाम्रो गुम्बा चाहिँ यहाँ 2 तला बनाउँदैछ। त्यसैले तपाईँहरूले म चाहिँ ग्राउन्डको दृश्य देखाउन चाहन्छु। यहाँ हाम्रो चाहिँ यो ग्राउन्ड चाहिँ हाम्रो हेटौडा उपमहानगरपालिकाको मेयर मिना लामाज्यूले चाहिँ उद्घाटन गर्नुभएको हो। र अस्ति पनि दसैँमा चाहिँ धेरै गेम भएको थियो यहाँ। म पनि आएको थिएँ हेर्नलाई। धेरै खुसी लाग्यो, राम्रो लाग्यो। अबको दिनमा पनि ठुल्ठुलो गेमहरू हुनेछ। र त्यसै गरी हाम्रो पर रहेको छ हाम्रो शङ्कर ज्योति स्कुल। पहिला प्रावि छ भने अहिले निमावि भएको छ। अहिले 8 कक्षासम्म चाहिँ यहाँ क्लास हुन्छ। त्यसैले हाम्रो यहाँको बालबालिकाको लागि भविष्यको लागि चाहिँ राम्रो स्कुल बनेको छ। यो मैले खुसीको कुरा हो। त्यसैले म हजुरलाई यस्तैको दृश्य देखाउन गइरहेको छु। र म चाहिँ अब हजुरलाई यो ड्यामबाट चाहिँ पारिपट्टि हाम्रो यता राप्ती खोला रहेको छ। राप्ती खोलाको यहाँ दृश्य देखाउन चाहन्छु। र यता हाम्रो वनस्पतिको जङ्गल पनि रहेको छ, हेर्न सक्नुहुन्छ। त्यसै गरी म चाहिँ हजुरहरूलाई हाम्रो सिमलटार बस्तीको चाहिँ एउटा नमुना ग्राउन्ड रहेको छ। नमुना ग्राउन्ड बनेको छ। यहाँ हाम्रो भाइ दुईजना चाहिँ एकदम स्ट्रङ भएर चाहिँ फुर्तिलो पाराले बल खेल्दैछ, प्र्याक्टिस गर्दैछन्। त्यसैले हाम्रो यो मैदानको वरिपरि चाहिँ हाम्रो चाहिँ एकदम दृश्य चाहिँ सुन्दर छ, राम्रो छ। त्यसै गरी हाम्रो यहाँ एकदम मैदान पनि एकदम सुन्दर देखिएको छ। त्यसैले हाम्रो भाइहरू यहाँ एक्सर्साइज गरेर प्र्याक्टिस गरेर थाकेर बसेको छ भने एकजना यहाँ भाइ चाहिँ एकदम एक्सर्साइज गर्दैछन् स्वास्थ्यको लागि। त्यसैले हाम्रो राष्ट्रको लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद भन्दै हाम्रो यहाँ हेटौडा 11 नम्बर वडामा चाहिँ हाम्रो मेयरज्यूले चाहिँ राम्रो काम गरिदिनु भएको छ। उहाँले पनि मनैदेखि हृदयदेखि धन्यवाद। जय नेपाल। हरेक दिन प्र्याक्टिस गऱ्यो भने स्वास्थ्यलाई धेरै राम्रो हुन्छ। किनभने पहिले चाहिँ अब बाबाजी चाहिँ अर्ग्यानिक लोकल खाएर चाहिँ उकालो ओह्रालो हिँडेर चाहिँ धेरै कृषिमा काम गरेर बलियो भयो भने चाहिँ अहिलेको मान्छेहरू विषादी खाएर बजारमा बसिरहेको छन्। त्यसैले चाहिँ हामीलाई चाहिँ राष्ट्रको लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद भन्ने नाराका साथ भाइहरू चाहिँ यहाँ प्रत्येक दिन खेल्न आउँछ, खुसी लाग्छ। तपाईँहरूको बालबच्चा पनि यहाँ ल्याउनु होला, कोही बल खेल्ने सिकाउनु होला। नभए यहाँ हाम्रो यो ग्राउन्डभन्दा बाहिर जालीको वरिपरि स्पेस रहेको छ, त्यहाँ चाहिँ हाम्रो साइकलहरू खेलाउन सकिन्छ। सानसानो बच्चालाई चाहिँ हामीले आजैबाट कसरतको रूपमा बल खेलाउन सकिन्छ। त्यसैले चाहिँ स्वास्थ्यले चाहिँ राम्रो हुनको लागि चाहिँ एकदम खेलकुद नै राम्रो रहेछ। त्यसैले खेलकुदले चाहिँ अगाडि बढाऊ, राष्ट्रको लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद।